त्यसपछि यहाँहरूले यो शिक्षा क्षेत्रमा यो बालबालिकाको उसमा लाग्नुभयो एउटा मेन फोकस भनेको हाम्रो बाल बालिकाको लागि हो। त्यो जानकारी सबै जनतामा आम नागरिकमा जाओस् भनेर त्यस कारणले हामीले मेनली पत्रकार सम्मेलन गरेका छौँ। यस कारणले होइन कि पतञ्जलि योगपीठले ठाउँ ठाउँमा राहत बाँट्यो, भोजन व्यवस्था गर्यो, लुगा कपडा दियौँ, यसको लागि पनि होइन। तर त्यो पनि हामी गरेका थियौँ। तापनि तपाईँ राष्ट्रको चौथो अङ्ग हुनुहुन्छ पत्रकार साथीहरू। त्यसकारण तपाईँलाई आग्रह गर्न चाहन्छु, हामीमा पनि केही कमी कमजोरी हुन सक्छ, गल्ती हुन सक्छ, तर तपाईँहरूले आम नेपाली दिदी दाजुभाइलाई र हामीलाई पनि एउटा बाटो देखाइदिनु भयो भने, भनिदिनु भयो भने यसो गर्दा राम्रो हुन्छ। त्यसकारण तपाईँको पनि अनुभवको, तपाईँको बुद्धिको र तपाईँको ज्ञानको पनि हामीले साटासाट गर्दाखेरि हामीलाई पनि फाइदा हुन्छ भनेर सबै पत्रकार साथीहरूलाई हामीले बोलाएको। अर्को कुरा फेरि जनतामा जाला खबर कि के छ, कसरी पतञ्जलि योगपीठले के गर्यो भनेर आज तपाईहरूलाई पनि हामीले एक एक पिस के सामान बाँटेका छौँ, त्यो तपाईँ सबै पत्रकार साथीहरूलाई हामी दिन्छौँ। यही सामानहरूले हामीले सबै नेपाली दिदी दाजुभाइलाई वितरण गरेका छौँ। बेसिकली काठमाडौँ बाहिर, काठमाडौँमा त हामीले एकले अर्काको घरमा बस्न सक्छौँ, एकले अर्काको सहयोग गरेर खान सक्छौँ, तर जहाँ सिन्धुपाल्चोक, गोर्खा, धादिङ त्यहाँ त कुनै उपाय छैन। त्यस कारणले हामी बढी फोकस उतातिर गरेर त्यसको एउटा प्रेस विज्ञप्ति जारी गरेका छौँ। त्यो प्रेस विज्ञप्ति यहाँलाई सुनेर पढाउँछौँ र यसै अनुसार हामीले काम गर्छौँ। आदरणीय पत्रकार महानुभावहरू, महाभूकम्प 2072ले सिङ्गो मुलुकलाई नै मर्माहत गरेको कुरा सर्वविदितै छ। योग र आयुर्वेदलाई देशको अन्तिम व्यक्तिसम्म पुर्याई स्वास्थ्य र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिई स्थापित पतञ्जलि योगपीठ नेपालले यो दुःखद घडीमा नेपाली नागरिकहरूको दुःखमा सामेल हुन हर सम्भव प्रयास गर्यौं। योग विज्ञान शिविर सञ्चालन गर्न आउनुभएका विश्वविख्यात योग गुरु स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराज मार्फत आपतको योग घडीमा पतञ्जलि योगपीठले विक्रम सम्वत 2072 वैशाख 12 गतेबाट काठमाडौँको टुरी खेलमा राहत शिविर सुरु गरेको थिए। स्वामीजी र आचार्यजीको उपस्थितिमै उहाँहरूले समेत रक्तदान कार्यक्रम गर्नुभयो। देशले भोग्नु परेको दुःखद अवस्थालाई विचार गरी राहत कार्यक्रम थप स्थानहरूमा पुर्याउन पर्ने अवस्था आकलन गर्दै क्षेत्रहरू विस्तार गरी सिन्धुपाल्चोक 17 स्थानमा हामीले भोजनको व्यवस्था गर्यौं, धादिङमा 12 स्थानमा भोजनको व्यवस्था गर्यौं, नुवाकोटमा 79 स्थानमा हामी भोजनको व्यवस्था गर्यौं, गोर्खाको 16 स्थानमा, काठमाडौँको 10 स्थानमा, ललितपुरको 8 स्थानमा, काभ्रे पलाञ्चोकको 19 स्थानमा, भक्तपुरको 27 स्थान गरी 178 स्थानमा झण्डै 20,000 व्यक्तिलाई सामूहिक खाना तथा तिरपालहरू वितरण गर्दै आएको छौं, जसमध्ये हाल पनि 165 वटा सामूहिक भोजन केन्द्रहरू निरन्तर चल्दै आएको छ। महाभूकम्प 2072 देशभरि नै धेरै जिल्लाहरूमा घाइते भई अस्पताल पुगेका नागरिकहरू अधिक बिमारी चापका कारण रेखदेख विहीन भएका अवस्थालाई आकलन गर्दै पतञ्जलि योगपीठ नेपालले त्यस्ता आश्रय विहीन बिरामीहरूलाई आफ्नो स्वास्थ्य क्याम्पमा ल्याई औषधि उपचार सहित घाँस बाँसको व्यवस्था समेत मिलाएको अवस्था छ। यो उपलब्धि धेरै नागरिकहरूले लिँदै आएका छन्। यसरी आश्रय दिइसकेका बिरामीहरूलाई पछि उनीहरूको अनुरोधमा आवश्यक राहत सामग्री उपलब्ध गराई उनीहरूको नजिकका आफन्तका जिम्मा लगाउने कार्य समेत योगपीठले गरेको छ। महाभूकम्प 2072 का कारण निजी तथा सरकारी अस्पतालमा औषधि तथा उपकरण अभाव नहोस् भन्ने उद्देश्यमा यस पतञ्जलि योगपीठ नेपालले सामान्य रोगको औषधिदेखि अस्पतालमा भर्ना भएका बिरामीहरूलाई आवश्यक इन्जेक्सन, अपरेसन थिएटरमा प्रयोग हुने उपकरण तथा औषधिहरू, आइसियूमा समेत प्रयोग हुने औषधिहरू, सरकारी वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताल, धुलीखेल अस्पताल, बनेपा अस्पताल, त्यसैगरी निजीका होम अस्पताल, ग्रान्डी अस्पताल तथा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरिरहेका समाजसेवी संस्थाहरूलाई समेत ठूलो मात्रामा औषधि तथा उपकरण समेत उपलब्ध गराउँदै आएका छौं। महाभूकम्प 2072 को चौतर्फी असरलाई ध्यानमा राख्दै आएको पतञ्जलि योगपीठले भूकम्पमा परि आमा वा बुवा वा दुवै गुमाएका बाल बालिकाहरूले आफूलाई अनाथ र असहाय महसुस
गर्नु नपरोस् र तिनको शिक्षामा कुनै अवरोध नआओस् भन्ने हेतुले अभिभावक तत्व गुमाएका बालबालिकालाई निशुल्क शिक्षा दीक्षा साथै खाने बस्ने कार्यक्रम जिम्मा पतञ्जलि योगपीठले लिएको बेहोरा जानकारी गराउन चाहन्छौँ।